हाम्रो मासु पिस पिस गरेर पकाएर खान्छौँ। लेग पिस, चिकन लेग पिस छ यस्तो दुईटा टाउको। यो पनि भएको बस अरूले खसी काट्छन् के गर्नु, आफू त गरिब मान्छे पर्यो, ब्रोइलर भयो भने ढाल्नु पर्यो, त्यही पनि अरूले पठाइदिएको। हेलो नमस्ते, स्वागत छ म हजुरहरूलाई यो चिसो मौसममा तातो वेलकम छ हजुरहरूलाई होइन। अनि आज चाहिँ तम्घासको मौसम एकदम चिसो छ, त्यो भएको भएर हामीले चिसो मनाउने भनेर हाम्रो पुरै जिग्री हाम्रो दाई, हाम्रो ग्रुपको दाईले के अरे दुईटा कुखुरा पठाइदिएछन् जाडो मनाउने भनेर उहाँ त्योदेखि लुम्बिनीदेखि। अनि ठ्याक्क त्यसैको हामीले अब यहाँ चट्ट लाएर जाडो मनाउन सुरु गर्दैछौँ। यहाँ दुईटा कुखुरा बसिराखेछ। अब यसको झोल होइन, भुटुवा छुट्टै, ग्रेभी छुट्टै, झोल छुट्टै, पुरै आइटम रोस्ट छुट्टै, भेराइटी बन्दैछ। अब हामीले ढिला नगरिकन पानी पनि तातेर सेलाइसक्नुलाई ढिला नगरिकन काट्न सुरु गर्छौँ है त, हेर्दै गर्नु होला। आज चाहिँ हामीले पुरै चिसो मनाउँदैछौँ। हामीले चाहिँ दुईटालाई मार हानिसकेको छु मैले एकचोटिमा ठ्याक्क। अब यो बनाउँछौँ, बनाएपछि पुरै खान्छौँ। भर्खर खान्छौँ त होइन, यो अहिले खान्छौँ, भर्खरै खान्छौँ, खान्न भर्खर खान्नु बस्दै छैन, जहिले भने खान्छौँ। आज चाहिँ जोस खान्छौँ, चिसो चाहिँ मनाइन्छ मजाले। अरूले खसी काट्छन् के गर्नु, आफू त गरिब मान्छे पर्यो, ब्रोइलर भयो भने ढाल्नु पर्यो, त्यही पनि अरूले पठाइदिएको। भन्न साथीहरू भाइहरू दाजुभाइहरू छन् र यस्तो छ। जे भने जसरी भए पनि चिसो चाहिँ मनाउनु पर्छ भन्ने त्यो अनुसार आज चाहिँ मनाउँदैछौँ चिसो। यही चिसोको बेला फेरि चिसो नि खानुहुन्न, यसैको झोल यसैको रोस्ट खाने अनि चिसो मनाउने। अघि नै यसलाई पठाइदिने मान्छेलाई त धन्यवाद दिइसकेको छु, हाम्रो तेजा भाइलाई होइन। अब ल्याइदिने मान्छेलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। हाम्रो पासा मौसम पासा छन्, अनि तिनले बिहान 6:30 बजे घरै गएर नल्याइदिएको भए हाम्रो यस्तो यो चिसो मनाउनै पाइन्थेन। तिनलाई पनि विशेष धन्यवाद दिन चाहन्छु यही भिडियोदेखि नै। अरू त के गर्न सक्यो र खै होइन, तर जिउँदो ल्याइदिन सफल भयो। धन्यवाद छ है त तिमीलाई पासा मौसम। ल यहाँ त सफा भयो पोलेको त्यसपछि के हाल्नु चिसो मनाउने भनेर त काटियो, घाम पो लाग्यो त मौसमले त धोका दियो मौसमले। त्यसको हो क्या हो, त्यो सालको हो क्या हो क्या, होइन कि सालको त कालै आउँछ, सल्लाहको चाहिँ हुन्छ। यहाँ अब छ रमाइलो, यताले नहगो यताले नहगेछ। आगो सागो बोले हैं लो टाउको यो पनि भएको बस धेरै हुन्छ कि अनि हालिदिने हो, हारै छ होइन खोल्न हुन्थ्यो है भनेर। ठुलो हो क्या न,
4 किलो छ होइन यहाँ कत्रो देखियो हाँ 3 टा होला यहीँ चाहिँ कत्रो देखियो ल्याउ कता छ त्यही फोकै भइहाल्यो नि सिमेन्टमा यता त्यो निस्केको नि माथि उसै दिउरी दिउरी भुइँमा फाला त सुभाष तिम्रो खुट्टा नि फाला खुट्टाबाट नि आउँछ यहाँ सफा गरेर अब राख्ने किन नफाल्नु भएको त्यही चाहिँ तगाउँदा पनि ओके गराउनु अर्को थपेन मेम्बर ए त्यसमा कुन चोला है त्यसलाई बगाइदिए हुन्थ्यो त्यहाँ अझै खोल्न ह आन्द्राभुँडी धुन ह देखि चाहिने हानु क्या लात्तीले होइन पखेटाले त्यही ए पखेटाले हानु एउटा उस गर्छ है त्यो नाक बनाएर आँखा बनाए मुख बनाएको हुन्छ यसको कुखुराको हेर हेर्नु भयो ल हामीलाई अब कटिङ सुरु भयो सबै ल्याइसक्यो अब कटिङ झ्याप 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 उहाँ के आँखा कालो ठुलो कालो क्या माखा जस्तो भौरा जस्तो आँखा क्या त्यस्तो गर्दैन क्या सुभाष होइन आयो क्या मोटो ठुलो किन त्यहाँ उठ्छ त्यो घुँ भन्थ्यो हो त्यो शिला लखटे रहेछ क्या उसले मैले लिदिनँ भनेको त्यो दिन डर लागेर टोक्यो क्या दुईजनालाई यो त खतरा छ क्या छोडिदिन्न निकालेको पनि छोडिदिन्न बुढी चाहिन्छ क्या त्यो बुरुस चाहिन्छ बुरुस कुखुरा काट्ने मौरीको कुरा गर्ने यता छेउमा मौरी खाएको त्यो भएर अब आजलाई बुढीलाई बाटो डह्रो हुन्छ आजको पार्टी काटेर खानुपर्छ चिउरा ल्याउनु पर्छ क्या होइन पर्छ एउटा आन्द्रा खाने रे काटेन न त्यहाँ सिडी खाँदै म सबै पारेको कतै छ उदाउने र फेरि काट्ने अब यो अब कटिङ चलिरहेको छ एकछिनपछि फेरि कुकिङ चल्छ कुकिङ पछि इटिङ चल्छ अनि इटिङ पछि ड्रिङ्किङ हुन्न अनि आजको कार्यक्रम हाम्रो भ्याइन्छ अनि अर्को विशेष धन्यवाद म हाम्रो माइल दिदीलाई पनि दिन चाहन्छु उनले पनि ठ्याक्क सबै प्याकिङ गरेर बोतलदेखि दाना हालेर अरू भन्दा नि दाना हालेर पठाउनलाई लेग पिस चिकन लेग पिस छ यस्तो तर हामीले यो पुरै पिस खान्नमा हामीले पुरै आज चाहिँ पिस पिस गरेर पकाएर खान्छौँ ठ्याक्क गयो है त्यसो यहाँ सिधै होइन साप्रामला मासु निकाल है त्यो मासु पिस गर्दाखेरि त्यो पछि भुट्दाखेरि छुट्टिनु त्यही भएर हो क्या त्यही अब एकै ठाउँ एउटै पिस बनाइसक्यो त्यो छुट्टिनु चाहिँ त्यही भाँचिन्छ त्यहाँ राख्नुहुन्छ
एक बाटा भएछ है। अब यो एक बाटालाई हामीले अब पकाएर अनि उता भुटुवा त्यसै छ अझै दुईटा कुखुराको भुटुवा त्यसै छ मासु त्यसै छ आज त पुरै इन्जोय हुन्छ अब घट्ने भनेको झन् के हुन्छ नेपालीहरूलाई घट्ने चान्स पाउनै पाइन्न के कहिले चाडपर्व आउँछ कहिले के आउँछ अब फेरि चैते दसैँ आउला 12 गते हो क्या अब हामी दाउरा चिर्न जाँदैछौँ दाउरा भ्याइयो आगो फुकेर आगो तापेर यस्तो छ मौसममा लौ म हान्छु यस्तो रात पर्यो हेर्नुहोस् यस्तो रात पर्यो अनि आगो तापेर बसिरहेछौँ हामीहरूले अनि आगो ताप्दाखेरि दाउरा भ्याइयो अनि 3 बजे चाहिँ रात पर्यो के अन्य कुरो दाउरा चिर्न लाग्यो मेन त दिउँसो रात पर्यो 3 बजे अब दाउरा चिर्दैछु म उता लाग्दैन नि यस्तरी दाउरा चिरेर अनि आगो ताप्नु पर्छ भक्क भक्क कुकुर आखा कर कुकुर आखा कर भक्क चिरेर के हुन्छ यो त चिर्नुपर्छ पुरै देखिन्न हौ तिमी त भनेर भयो त्यस्तो होला अब त हुन्छ राखिदेऊ त्यसलाई त भयो छोटो ठिक छ भयो त नि हुन्छ ल जम्न भएको भयो त हुन्छ के हो कुवाई गर्ने उता डडन दिन लगाइसक्यो यस्तो रात परेछ तर लास्टै रात परेछ त्यहाँ हाल्यो लजम भाग ल देखिन्न ल हामीले दाउरा चिरेर पनि लाग्यो ठ्याक्क पानी पनि फेरि बर्सिसक्यो पुरै पानी यति पानी पर्यो आज बिहानदेखि अब हामीले पकाउने मेसो गर्छौँ है त दाउरा चिरेर उहाँ राखिसकेको छु अब अनि पकाउँछौँ अब अघिको ब्रोइलर पकाएर खान्छौँ है त अब हामीहरूले चाहिँ उता पुरै पानी परेर डिस्टर्ब गऱ्यो हामीलाई अनि त्यो भएको भएर यहाँ घरभित्र बसेर पकाउँदैछौँ भुटुवा यहाँ हुँदैछ भुटन अनि त्यो अनि हामी यहाँ बसेर खान्छौँ देखे होइन तिमी त देख्यौ हाम्रो अब हामीले त्योहरू पनि खाँदैछौँ के भन्छ अरे हेल्दी फ्रुट हाम्रो मासु यहाँ छ हाम्रो भुटुवा पकाउँदै हुनुहुन्छ हाम्रो कुकज्यूले अस्ति उहाँ मेन मिस्त्री हुनुहुन्थ्यो भने आज फेरि मेन कुक हुनुहुन्छ यहाँ बनाउँदै काट्दैछन् हाम्रो साइला दाजुले पोटाकालेजी दुईटा टाउको मासु यता एन्जल छन् यता हेर यता दाई हुनुहुन्छ यता एल्सन छन् यो फुटेर पुरै यस्तो भयो अनि बरफ खेलेर आउँथ्यो त्यही नि यता क्यामेरामा म छु अनि यता त्यो छन् अमृता र मदन उता गौमन फेरि उता भित्र छन् यता लसुन र प्याज छ प्याज र टमाटर छ यता दाउरा र आगो छ यता बाइक छ त्यत्रो छाता छ उता भाग्दैछ हाम्रो मासु हाम्रो भुटुवा भयो अब त्यसमा थोरै मासु पनि मिसाउँछौँ खानको लागि ल सबै जस्तो भयो नि हुन्छ यताबाट कानतिरबाट गर
भयो लाने यति चाहिँ अहिले हामीले ग्रेभी खान्छौँ यो चाहिँ भुटुवाको लागि हाम्रो अब कति हालौँ मसला जाँदैछ राख न धेरै भयो धेरै भयो भयो अझै भएर छ है हाम्रो अब के भन्छ अरे यो भुटुवा र भुजा खाँदैछौँ ए कपिलले गेम खेल्दैछन् म बिचमा छु यता दाइ हुनुहुन्छ अब हामीले भुट्टा सुरु गर्दैछौँ टक्कसँग ठ्याक्क रात पनि पऱ्यो है होइन चपाउनु पर्छ यो यो खुट्टा अगाडि आगोको साथमा अब हामीले सुरु गर्छौँ है त ल आज चाहिँ घाम लाग्यो पुरै घाम लाग्यो हिजो पुरै असिना पानी पऱ्यो हावाहुरी लाग्यो चट्याङ पऱ्यो त्यो भएको भएर हिजोको भिडियो चाहिँ अन्तिम गर्न पाएन मैले फिनिस गर्न लाइन पनि गयो अनि चार्ज भ्याइयो क्या मोबाइलको त्यो भएको भएर मैले आज अन्तिम गर्दैछु भिडियो हिजोको भिडियोको आज चाहिँ मजाले घाम लाग्यो यस्तो ल अहिलेसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद अर्को भिडियो लिएर फेरि आउने नै छु त्यति बेलासम्मको लागि बाई बाई